सो हेलो अनि नमस्ते हामी चाहिँ टिकापुर पार्क घुम्न आएका छौँ अनि आज टिकापुरतिर यसो रमाइलो गरौँ भनेर आएको अनि यतातिर चाहिँ फुलहरू पनि खतरा फुलिरहेको रहेछ हेलो कस्तो भइरहेछ त रमाइलो भइरहेछ हो कस्तो भइरहेछ एकदम झकास यसलाई त नयाँ ठाउँ हो त तिमीहरूलाई त हैन हो रमाइलो गर्नुपर्छ ल फुलहरू फुल्न लागेको रहेछ यहाँनिर के गर्ने रहेछ है उयो के हो फ्यामिली वाला बसेका नि हो चाउचाउ त पुगेको थिएन मेरो हातबाट कुकुरलाई पनि देखाउनु हेलो पुङको हाई हाई गर हाई पैसा छैन भने म इच्छा हो म कुकुरले यो कुकुरलाई कस्तो भोक लाग्यो यार के खानेकुरा ल्याएन नत्र दिइहाल्नुहुन्थ्यो ओके यहाँनिर उभियो त यहाँ पनि खिच्नु नि यहाँनिर खिच्नु पर्यो त अनि यो यस्तो टक्क राम्रो कति राम्रो छ ल सो हामी चाहिँ अहिले यहाँ घुम्दैछौँ पार्कहरू यतातिर धेरै फुलहरू फुलेका छन् अनि मेरो छोरीलाई चाहिँ प्यास लागेको छ गाइज अनि माम भन्दैछु कता जाने हो यहाँबाट सिधा यस्तो होइन फुलहरू कस्तो राम्रो फुलेछ कि ओ माई गड यहाँ छैन गहिरो यसमा खै जाऊ त बाबु तिमी अनि सो फुल कस्तो राम्रो राम्रो छ कि यहाँ फोटो खिचे भए हुन्थ्यो कि नटिप्नु हेर कोपिला कुकु नटिप्नु हेर कोकिला के अरे कोपिला उही बाबालाई कस्तो दिन्छ रोक्ने रोक है रोक ओ माई गड बाबु तिमीले देखा तिमीले बोल्या सुनेर बोल्न हाँसै लागिरहेको हुन्छ कि हो सो ल लेट्स सी आऊ रमाइलो गर्नुपर्छ आज अनि यतातिर चाहिँ धेरै धेरै रमाइलो भइरहेछ हामीलाई सो आऊ कुकुरलाई चाहिँ हिँडाइ हिँडाइ लगिरहेछौँ कहाँ आयो छैन कहीँ आएको यो फुलहरू पनि कस्तो राम्रोसँग मिलाएर काटेका क्या फेरि यो गेट कस्तो छ हेर ल हामी अप्रा किन्दैछौँ अनि काट्नु पर्दैन हामी आफै उ गरिहाल्छौँ त्यही राम्रो लाग्नु भयो त किन होइन 20 रुपैयाँको 20 रुपियाँको एउटा थपिदिनु होला है पर हाम्रो घरतिर त अब फाल्या फाल्या छ अब यहाँ आएर खान मन लाग्यो किनेर गाउँमा त घरमै रुख्छ क्या हाम्रो पनि छिटो आऊ है पानी लिएर कस्तोलाई राम्रो भन्ने कस्तोलाई नराम्रो भन्ने नुन खुर्सानी अलिक धेरै नुन र ऊ खुर्सानी धेरै हालिदिनु होला है आन्टी ठुलै त थियो त नदी पहिला ऊ अब आजकल त यस्तो बनाएर नि त म आथेन यस्तो बनाएर यति यहाँ कर्णालीको कति गयो होला है दाजु कर्णालीको सबै त यहाँ होइन होला यो सबै होइन ऊ त्यो छुट्ट्या त छुट्ट्या त त्यो त यहीँ हो त्यहाँबाट यस्तो आयो होइन यस्तो बाटो नपुगो यो चाट मसला हुन्छ त्यो खाने पहिला म पहिला यो खाऊ न यो हुन्छ नपुगो बस बोइल यो गर उ गर भन्दैन क्या यो दे अंकल लाई
दे बाबालाई दे पाइँदैमा त कहीँ खसिदियो भने अन्त अब र खान्छ मिठो खान्छ किन बहिनी साइडमा बल्ल नुन हालिदेऊ यो खानदिने अहिले छैन यो कनहरू गर्न अरू केही छैन अरू के छ त केरासेरा ल्याउनुपर्ने सुन्तला छ नि त हो सुन्तला पहिला यो खाउँछु कि ल अन्त ल ल ल बहिनी सुकीले खाएर पछि गुली खान्छ बढेर त आमा कसको बच्चा जस्तो भयो दिदी 9 महिना भइसक्यो उसलाई ल खाऊ यो खानु खाएर त हेर पहिला त्यो मिठो हुन्छ नि त खाएर न हेर न खाएर त हेर एउटा खाउन दिनु ल नि त नि राख्नु मिठो छ ल भयो दिदी खाएको देखाउ त्यसपछि ल ल यो चुक्दै खाने सानो कसो चुक्दै खाने गर कसो लाग्यो रे चेस बन्द गर बर आउनु दाजु सिधै फटाफट हट्ने यसो बस सो गाइज हाम्रो भ्रमण सकिँदैछ अनि हामी चाहिँ धेरै रमाइलो गऱ्यौँ सो फोटोसोटो खिचेर सबै कुराहरू गरेर एकदमै रमाइलो छिटो आउनु हो ढिला हुन्छ अब त बस पाइन्छ कि पाइँदैन म चाहिँ यहाँ सामानहरू बोकिरहेको छु यस्तै छ अनि उनीहरू चाहिँ स्लोली आउँदै होइसिन्छ सरहरू लक्ष्मी प्रसाद देवकोटा खतरा कवि हो नि हो महाकवि कविको पनि कवि त्यही कारण देवको देव महादेव भनेर भन्छ नि त हो त्यही भएर महादेव भन्न कारण त्यही यस्ता देवका देव महादेव भन्ने त यिनी थाहा पाउँछन् ल भन गाइज कस्तो लाग्यो तिमीहरूलाई रमाइलो लाग्यो एकदम रमाइलो लाग्यो हो आजको घुमाइ यही समाप्त भएको घोषणा गर्दै अब गन्तव्य स्थल घरतिर लाग्दैछौँ हामीहरू त्यही हो अघि यतातिर स्लो मोसन त बनाएनौँ हामीले सो छोराछोरी पाउनु भनेको पनि एउटा नराम्रै पक्ष हो जस्तो लाग्छ कतिखेर त मलाई यो पुगुले मेरो ब्यागको हालत कस्तो गरिदिए पुङ्गो बाबालाई ब्याग दिस्यो हेर कति रमाइलो मानिन्छ झन् है पर्सहरू त्यहीँ छ तँ छि यो बच्चा चकचके बच्चा भनिन्छ यस्तालाई चकचके बच्चा आएनन् बाबु यस्तो बच्चालाई भनिन्छ चकचके बच्चा हो नि त चल्लो त्यो केटी के स्याड भएर बसिन्छ नि त